गर्नुभएका सभापतिज्यू, निर्णायक मण्डलज्यू, अतिथिज्यू, आदरणीय शिक्षक शिक्षिका, अभिभावकज्यू, दाजु दिदी, भाइ बहिनी र साथीहरू, आज म बाल अधिकारमा बालबालिकाको दायित्व शीर्षकमा केही भनाइहरू राख्न गइरहेको छु। सामान्यतया बाल अधिकार भनेको खान पाउनु, बस्न पाउनु, आफूले चाहेको कुरा गर्न पाउनु, शिक्षा लिन पाउनु आदि हो। बालबालिका यो देशका कर्णधार हुन्, समाज निर्माता, राष्ट्र निर्माता हुन्। यो देश निर्माण गर्ने काम बालबालिकाको काँधमा रहेको छ। हाम्रो देशमा बाल अधिकार आएको छ, तर अझै पनि ग्रामीण क्षेत्रमा बस्ने बालबालिका आफ्नो अधिकारबाट वञ्चित छन्। ती कलिला हातहरूले धारी र हतियार समाएर काम गर्नुपर्छ। के यही हो त बाल अधिकार? यस्ता बालबालिकालाई बाल दुर्व्यवहार तथा बाल हिंसाको बारेमा बताउन जरुरी छ। आज